बस हेलो नमस्कार सबैजनालाई सन्चै हुनुहुन्छ वेलकम टु माई च्यानल। आज चाहिँ हामी लामो सफर गरेर आयौँ ट्रेन बस चढेर हामी फाइनली हाम्रो आफ्नो डेस्टिनेसन आइसक्यो। अब यहाँबाट अलिकति वक गरेर हामी जाँदैछौँ डाँडाको टुप्पोमा। लेट्स सी एन्ड लेट्स गो। अहिले हामी आफ्नो साथीहरूलाई कुरिरहेको छौँ। यहाँ हामी आज भेटघाट गरेर यहाँबाट हाम्रो स्टार्टिङ हुन्छ वकिङको। त्यो टुप्पा पुगेर आउला फर्क्यो होला म त त्यो जरेमै हामीलाई हेरम के हुन्छ पुग्न सकेन भने त पिछेबाट माथि त सकिन्न होला हो दी। मलाई लाग्छ त्यहीँ जाने हो जस्तो लाग्छ क्या रे। तपाईहरु दुवैजनालाई वेलकम टु माई च्यानल। हेलो लासो लासो पेफुला ए आउँदो रहेछ लासो पेफुला भन्न त आउँदो रहेछ। फेरि जानेछ। आज के छ प्लान? आज हाइकिङ कति धेरै कपडामा किनेर लगेको सुट लाएर हाइकिङ फर्मल हाइकिङ आज हामी। आज हाम्रो फर्मल हाइकिङ छ। आउनु भयो हाम्रो ग्याङहरु टोमोदाजीहरु। कोन्निचिवा खै त के भन्नुहुन्छ यार? साच्ची भनेको। हेलो भाइ। प्रकाशन के भयो त? कहाँ हो जाने चाहिँ अब? ल अनि त्यही हो कि हामी जाने आज। यही हो किन त आज हाम्रो यो डेस्टिनेसन हैन त? यो त्यो हो। यहाँ क्यामेरामा चाहिँ यो हो कि यो ओके। तपाईँको औँलाबाट यो मेरोबाट यो जाने चाहिँ यहाँ ओके। जानु अगाडि हल्का किलमिल यही हो कि हाम्रो खाइमनु गर्ने प्राय यही हो आउने अरू छैन यहाँ ड्रग स्टोरमा है। अब त प्रोटिन बारहरू लिने हो क्या हो? त्यही त गर्ने होला। मैले रोटी चाहिँ ल्याएको छु, रोटी र पिनट बटर माथि गएर खानु। ब्यागमा अटाउँछ भने कस्तो सित्ता चोबाको खा ल हामी हाइकिङको एकदमै स्टार्टिङ पोइन्टमा छौँ। तर सबैजना अहिले थाकिसकेर है एकदम स्टार्टिङ पोइन्ट। अनिलाई पछाडि राख्नु पर्ने हो। अनिलाई अगाडि लाग्यो केटाहरूले अब खै त आइपुगेन हामी। भर्खर सुरु हुँदैछ चन्न उकालो। ल अनि यत्रो हिँडे चाहिँ के थियो यार? त्यो त्यो एक टेलरको पनि टिजर थियो त्यो टिजर। ल सुरु भयो। त्यो टिजर थियो अब टेलर बिस्तारै आउँदैछ।
हाम्रो रकस्टार भाइहरु टी-शर्ट पनि खतरा आज कन्सर्ट लाइभ हान्नुपर्छ माथि टुप्पोमा बाँसको यता चाहिँ पानी कुलो हो क्या तनी सब स्यासा भयो त्यो मोबाइल छोड्यो भने हिँड्न सक्छ कि उहाँ भाइले भनेको चाहिँ दुईटा महिलाहरूलाई बिचमा राखिदिउँ रे के अहिले यो पछाडि छोडे भयो कि भालु आउँछ चाहिँ भन्छ भन्न चाहिँ हैन नभन्नु यहाँ आउँछ यो त नेशनल पार्क हो नि यहाँदेखि बुढोहरू पनि छ त्यो सार्वजनिक यहाँ त सबै आउँछ नेशनल पार्क हामी जापानमै त छौँ नि अहिले अहिलेसम्म जापानै छौँ जस्तो फिलिङ आइरहेको जनकसान वेलकम टु माई च्यानल है ढिलै भयो भने थ्याङ्क यू धन्यवाद स्वागत छ हाकोलीमा तपाईँ एक्लै कहाँ हिँड्नु भएको त यार अनि कस्तो हुँदैछ जिन्दगी बबाल जिन्दगी चाहिँ त्यस्तै छ ट्रेकिङ चाहिँ बबाल भइरहेको यो त अझै टाइम लाग्छ जस्तै यो त तपाईँलाई हाकुने दामी छ एकदम राम्रो अनि ट्रेकिङ चाहिँ कस्तो भइरहेको ठिकै त्यस्तो फ्या चाहिँ भएको छैन स्टार्टिङ हो हुँदै म पनि फेरि त्यस्तो थाक्ने मान्छे त होइन है मान्छे मोटै भयो भने हिँड्नु नसक्ने थाक्ने फिफी हुने चाहिँ होइन है म पनि मान्छे चाहिँ कडाइ छु म पनि है हिँडेको हिँडेछ त बाटो जस्ता त्यस्तै छ फेरि खुसी देख्न चाहिँ त्यहाँबाट सही देख्न त खुसी के त्यो माथि भाइबाट आज चाहिँ बादल नलाग्यो भने चाहिँ यस्तो दामी देखिन्छ यस्तो बराबर लेभलमा देखिन्छ आज माउन्ट फुजीमा हिउँ छ भाइ राम्रो देख्ने भयो हिउँ छैन भने चाहिँ कालो चट्टानको चुचुरोमा देख्ने भयो त्यही पनि बादल छैन भने देखिन्छ हेरौँ त्यतापट्टि सक्दैन भन्ने अस्ति त हामी जाँदा यस्तो दामी ल अहिले हामी कहाँ आइपुग्यो जनकसान मेन त आउँदैछ हो हामी यहाँ जाने 95 मिनट्स लाग्छ अरे त अझै त्यो साइड गयो भने ल दुईटा बाटो एउटा यो एउटा हामी जाने यहाँ नि त ल जाउँ जनकसानको यो कतिौँ पटक हो यो ठाउँ थर्ड टाइम तपाईँहरू प्रायः आइरहनु हुन्छ यहाँ तर यति हिँडेपछि चाहिँ सुगर प्रेसर कोलेस्ट्रोल चाहिँ डाउन हुन्छ क्या दामी हाई हुने मान्छेलाई चाहिँ ठिक्क हुने रहेछ क्यालोरी बर्न भयो आज तपाईँको चाहिँ क्यालोरी बर्न भयो मलाई चाहिँ घाटा भयो होइन तपाईँको नि ब्याड क्यालोरी चाहिँ बर्न भयो भन्नु न जे भयो नि मलाई चाहिन्छ कि क्यालोरी हुँदैन यो चाहिँ अर्कै टाइपको लाग्यो यो ठाउँ मलाई है अर्कै टाइपको सानो सानो झाङ जस्तो क्या त्यसलाई के भन्छ आई डोन्ट नो मलाई त थाहै छैन यस्तो केही थाहा छैन यो अलि ठुलो भयो भने बाँस होइन र यो बाँसको सानो त्यो डोको नाङ्लोहरू हुन्छ नि यहीबाट भन्छ ए डोको नाङ्लो बन्ने रहेछ नि त यसबाट ओके क्या दामी निलो आकाश है आज राम्रो छ यो घाँस होइन है यिनीहरू सब निङ्गाला गाडी के गाडी निङ्गाला गाडी ए निगाला गाडी निगाला भने जापानिजमा कि नेपालीमा नेपालीमा हो ए बाँस जस्तै तर सानो खाले हाम्रोतिर त्यो डोको बनाउँछ नि डोको त्यो सानो सानो त्यो के बनाउँछ नि अघि भाइले नि भन्दै थियो जनकसानले डोको बनाउने भनेर पहिला त यहाँ पुरा हामी अब आइसक्यो अहिले त
ठिक भयो तर घामले मिठो परेर आज हिजो टोइलेट पानी पर्यो कस्तो ठाडो उकालो यार यहाँ हो त जान्छ नि यहाँ हो त नि हामी टुप्पामा हो त्यहाँ ओ त्यो टुप्पा आउँगे ओ त्यो टुप्पा ठ्याक्कै दानी त्यहाँ नपुगे त मजै आउँदैन नि यो भन्दा माथि सो हामी जाने चाहिँ यहाँ हो अरे एक्चुअली तर अहिले चाहिँ यहाँ हामी ब्रेक गर्नलाई चाहिँ यहाँ आएको अरे एकछिन यसो रेस्ट गर्नलाई आको नै भ्यू हेर्नलाई होइन त आएको नै भ्यू हेर्न हामी यहाँ सो हामी अब यहीबाट फेरि ओह्रालो झर्ने हो हजुर हजुर यो फेरि ओह्रालो झरेर यहाँबाट फेरि जाने माथिको डाँडा सबैभन्दा अग्लो ओ माई गड क्या शीतल मिठो हावा चल्यो है रमाइलो फोटो हामी नासिने गएको जाउँ कि माथि खाने हो कि यहीँ खाने हो यहाँ वाह क्या दामी हावा चल्यो यार ल यो ठाउँमा चाहिँ भालुहरू पनि आउँछ अरे है बिवेयर अफ बियर्स बी केयरफुल कता जाने अब ल अब त्यो किन्तकियामा गए मेन पोइन्ट अब फेरि उकालोबाट हाम्रो दोस्रो उकालो सुरुवात किन्तकियामा ल अघि बढौँ ओढाएर जस्तो होइन त तर यत्तिको भने दामी हुन्छ शीतल क्या टक्क यस्तै तल यहाँ बिसाउने रहेछ है ल यहाँ बिसाउने रहेछ को बिसाउने हो कन्चिवा ल यो ठाउँ पनि राम्रो रहेछ है जनकसान हाइकिङ कस्तो भइरहेछ मजा आइरह थाकिएर तपाईँ नि कहाँ थाक्नु भएको छ यार थाकियो नि राकेश तपाईँको फेसमा केही छैन एक थोपा पसिना छैन यार यत्रो हिँडेर के भएको आउँदै आउँदैन निस्किँदैन फ्रेस जस्ता त्यस्तै हामी यहाँ यस्तो भइसक्यो कल्पना हाउ आर यु फिलिङ हाम्रो यहाँ रक स्टार भाइ गिटार बोकेर हाइकिङ हान्दैछ ल वाटर ब्रेक गरौँ है नि त एकछिन खाऊ ओके पन्सा क्विक एनर्जी जेली यसको खासै जरुरत त छैन मलाई त्यही पनि फर्मालिटीलाई खाइदिएको भन्नु न चिसै छ हो पानी चिसो छ क्या पानी खाऊ एनर्जी पानी खाने हो भने मिठो चिसो खाने ल खाए पानी पनि खाइदियो क्या मिठो पानी यार चिसो छ नि है पानी अझै पनि झोला हाले घर चिसै छ क्या खै जे मुखमा आउँछ खाइदिने हो खानु चाहिँ छोड्नु भएन ल अब सानो वाटर ब्रेक पछि हामी फेरि हिँड्छौँ खाँदै सुत्दै बोर हुनुभएको छ भने कसो सुनेन त तर त्यो थाक्यो एकदमै सक्दैन हिँड्न टक्क यहाँ छेउमादेखि खुट्टा नि नचल लाग्दो गरेको आसिनो गयो ठ्याक्क कस्तो ठ्याक्क देख्यो हामी गयो त्यहाँ त पाके तपाईँको नि त्यस्तै भयो कस्तो लागिरहेछ ठिकै छ स्याउ जस्तो गाला अब फेरि आउने त्यो चाहिँ सोचौँ हाइकिङ भनेपछि हुन्छ अब पानी चाहिँ खाइहालौँ आजको हाम्रो ब्रेक ठाउँ है अब थाकियो ल न मेरो ढाड कस्तो छ आइया रुक्नु
थियो मलाई त जनकबु नेपाली घिउ के घिउ बसायो झापै बसायो त घिउ के बटर के भाइ बटर बटर हो बटर घिउ बसाउँछ नि त क्यामेरा ल यो मन पर्दैन हो यो टेस्ट खानु खान्छु तपाईँ होइन यार म लगाउँछु अनि खान्छु नि फुतारी हम्बुन हम्बुन फुतारी दुईटा बनाएर त ल्याएको थिएँ तन्साले अघि नै बताइसक्यो दुईटा त्यही भएर हम्बुन 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 पिनट बटरले एनर्जी दिन्छ कि है यसमा त्यो रोटीभित्र त्यो चिप्स हालेर खानु त तपाईँहरूले आइडिया ल मेरो त नदेखा होला खानु फेरि खाम्पाई ल खाम्पाई तनिसा खाम्पाई हो यहाँ छ तन्साको भन्दैछ तनुसा हो नाम होइन त रहेछ भाइ होइन त यो चाहिँ क्विक ब्रेक सिधै अब हामी फेरि हिँड्ने स्टार्ट हिँडौँ ल यो बाटो चाहिँ मलाई अलि बल्ल हाइक आ जस्तो भयो है यो बाटो चाहिँ 90 डिग्रीको उकालो कडा रहेछ ल यहाँ जस ठाउँ ठाउँमा डोरीहरू रहेछ सेफ्टी यस्तै छ यहाँ ढुङ्गामा यस्तो रडले पनि अड्काइदिइरहेको रहेछ सेफ्टीको लागि प्राय ढुङ्गाहरूमा चाहिँ यस्तै टेको लाग्छ फलामले र यो बिच जङ्गलमा चाहिँ कसैको चस्मा हराएको रहेछ प्राय जापानमा चाहिँ केही चिज हरायो भने यसरी राखिदिइरहन्छ बाटोको साइडमा रोडतिर यहाँ पनि कुन चाहिँको चस्मा राख्दै रहेछ आइपुग्यो ल फाइनली आइपुग्यो हामी हेलो ल आइपुग्यो हामी आहा सही सलामत आइपुग्यो होइन सो फाइनली हामी आइपुग्यो किन्तोकियामाको टुप्पोमा आइपुग्यो यहाँ चाहिँ पर्यटकहरू पनि रहेछन् धेरै र एउटा सानो रेस्टुरेन्ट जस्तो रहेछ क्याफे सो यु क्यान टेक अ ब्रेक माउन्ट फुजी हल्का देखिरहेको छ है यहाँबाट चाहिँ माउन्ट फुजी हेर्न आउनु रहेछ है कस्तो लाग्यो टुप्पोमा आएर एकदम रमणीय भेरी पिसफुल ब्युटिफुल एकदम नेचुरल हेर्नु न यहाँ थकाइ मेट्यो ओके लेट्स गो आएर चाहिँ सबैजना बसेर थकाइ मार्दै फोटो खिच्दै बसिरहेछन् म पनि यहाँ बसेँ ढुङ्गामा आएर एकछिन चिल गरेर बस्नु पऱ्यो चिल्याक्स भएर र किन्तोकियामाको यो टुप्पोमा चाहिँ यस्तो हाम्रो एउटा बस्ने ठाउँहरू रहेछ मजाले
एकदम टिपिकल स्टाइलको रहेछ है। यहाँ टक्क बस्ने, माउन्ट फुजीको भ्यू हेर्ने, हाकोने सिटीको भ्यूज हेर्ने, अनि यहाँबाट यहाँ सानो चाहिँ यो लेक आशी हो जहाँ चाहिँ हामीले पाइरेट डुङ्गा चढेको थियौँ, त्यो ठाउँ हो यो। सो अहिले हामी 1212 मिटर 12 यो चाहिँ बनचरोको साइन रहेछ यहाँ। 1212 मिटरको हाइटमा छौँ। यहाँ चाहिँ यो पुरै उ रहेछ एन्सियन्ट खालको म्याप। यहाँबाट चाहिँ यो माउन्ट फुजी, यहाँ धेरै माउन्टेनहरू रहेछ वरिपरि रिङ्गै। एकदम आनन्द आयो, थकान सबै मेट्यो। त्यत्रो हिँडेर आएको, केही हिँडे जस्तै फिल भएको छैन है? केही हिँडे जस्तो फिल भएको छ तिमीलाई? एकदम रिल्याक्स है, नथिङ। बेलुका चाहिँ ज्यान दुख्न सक्ला, तर फिलहाललाई एकदम ओके। 12 होइन? यो चाहिँ के रहेछ? बनचरो छ। यो बनचरो सेप भयो हैन? यो चाहिँ फोटो खिच्ने यो पुगे यहाँ। यहाँबाट खिच्यो भने चाहिँ फुजिसान पनि माउन्ट फुजीको फोटो भ्यू देखिने रहेछ। यहाँ छ माउन्ट फुजी। दिस इज एक्स एन्ड एक्स। ओके। मेन डाइरेक्टर जिन्दगी डाइरेक्टर यो भनेर मेरो तारिफ गरे कि होइन? मलाई थाहा छ के गरे भनेको। दिन ढल्यो हेर तिमीलाई कल्पेर, जुनले सोध्यो प्रिय के भो भनेर, तरले गिजाइदियो पागल मन। स्वीकार्छु जसले जे भने नि, तिमीले बाहे जे ठाने नि। हाम्रो यहाँ टिकटक स्टारहरू टिकटक बनाउँदैछ भाइहरू, हाम्रो प्यारा प्यारा भाइहरू बिजी। त्यो अब हामी तल जान्छौँ, तल गएर अब हामी केही खान्छौँ। लेट्स खाम। ल हाम्रो यो के ठाउँ रे? किता किन्तोकी आमा। ल जाउँ। ल हाम्रो किन्तोकी आमाको हाइकिङ सिद्धियो। अब हामी ओह्रालो झर्दैछौँ। ल लागौँ। तल झर्ने क्रममा हामी आधी बाटो आइपुग्यो। मलाई चाहिँ मेरो आफ्नो एक्सपिरियन्स अनुसार उकालो चढ्नुभन्दा झर्न अलिक गाह्रो। तिग्रा काम्या जस्तो हुने रहेछ है। फिल तिग्रा पछाडि हाम्रो यहाँ भाइहरूले हामीलाई सिकाइरहेछ दौडिनुपर्छ, फाल्नु हल्का लाइट टेक्ने रे है, लाइट टेक्ने रे, ग्रेभिटीसँग जाने रे, अनि तिग्रा काम्दैन रे। यो त दौडे जस्तै भयो यार ओह्रालोमा। सो के भयो? तिग्रा काम्यो? लाओ अब धेरै छैन। आज चाहिँ खतरा वक भयो। उस ल हेर्नुहोस् बाटो, यो बाटो हो कि भिर हो यार? मेरो आज एकदम वर्कआउट भयो। अब के रकस्टार भाइ, हामी ओह्रालोमा कसरी हिँड्नुपर्छ अरे? अघि मलाई सिकाएको 1 2 3 1 2 3 अनि तिग्रा टक्क झ्याप हान्यो भने तिग्रा काम्दैन नि त।
ल आज मेरो ट्रेनिङ भयो मेल्टी ट्रेनिङमा गरे जस्तो जब 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 यसरी जोगाएर हिँड्यो भने चाहिँ काम छ तिग्रा हो अलि मजाले झ्याप्प झ्याप्प दिनु पर्यो के रिस उठेर हाने जस्तो स्टिल मोर टु गो फेरि जाऊ त तङ्सा फेरि जाऊ न फेरि जाऊ पानी चाहिँ छैन छ पानी एक एक ल एक एक घुट छ त्यहाँ खै कहाँ हो साइड साइडमा ठुलो चाहिँ ठुलोकै खनाएको हो क्या त्यो ओह्रालो झर्ना आयो हजुरलाई एकदम आजबाट मलाई ओह्रालो झर्ना आयो इट्स लाइक झ्याप 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 के हो त्यो घडी वाह एप्पल वाच हो क्या यहाँ कसको घडी रहेछ है यहाँ घडी कसको घडी हराएको रहेछ यहाँ राख्दै रहेछ ल दामी जस्तो है तर स्पोर्ट्स टाइपको जस्तो लस्ट एन्ड फाउन्ड जोस् आज हामी त यहाँ जापानबाट भर्ती हुनु गयो बरु भर्ती हुन्थ्यो होला यार त्यता जानु पर्दो रहेछ क्या हो कहाँबाट जा नत्र अहिले ब्याचलर पास मान्छे त सिधै लेफ्टिनेन्ट कहाँ लेफ्टिनेन्ट अझ माथि पुलिसमा भइदिए चाहिँ इन्सपेक्टर हो सो फाइनली हाम्रो हाइकिङ हामीले जहाँबाट स्टार्ट गरेको थियो त्यहाँ हामी आइसक्यो किन्तोकी हाइकिङ यहाँबाट सुरु गरेको यहाँ आइपुग्यो वाउ वाट अ डे ल पुसअप हानौँ ल को हान्ने च्यालेन्ज हो जस पनि हुनु पुसअप हान्ने जस्तो देख्छ मलाई अब लामो हाइकिङ पछिको अब हामी नास्ता खान आयौँ है आजको हाम्रो नास्ता खाने ठाउँ चाहिँ यो हो दिस वान क्युट पान्डाको लोगो रहेछ के हो यो रामेन निहोनको देखिदिएस् र ब्याकग्राउन्डमा चाहिँ विकेन्डको म्युजिक बजिरहेको रहेछ जापानिज चाइनिज रेस्टुरेन्ट सर्भिस क्या मीठो पानी यार हाकोनेकै पानी हो क्या कोवा चिउकारा हितो चुवा फुच्चु सो हाम्रो अर्डर गइसक्यो अब हामी पर्खाइमा छौँ अहिले त जाइमास ल मेरो रामेन आयो तिम्रो रामेन आयो तर यहाँ के अरे तिमीले चाहिँ पुग्छ कि पैसा पनि छ ड्याममै पुग्छ एकदम तान तान रामेन मिसो रामेन यहाँ त पौडी खेल्न नि मिल्छ क्या राम्रो भाडा यो भाँडा त मेरो एक भित्ताभन्दा ठुलो रहेछ मेरो हातभन्दा ठुलो रहेछ है यो भाँडा त विदेशी त्यति भयो ठिक भएको छ यहाँ मान्छेहरू अलिकति अब यहाँ धेरै ल लासो 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 सो यो रायन पसलमा चाहिँ सुप रामेनको सुप खानलाई यत्रो चम्चा रहेछ एन्ड देन चपस्टिक ल अच्छा छ
यही ठिक लाग्यो तपाईँ फर्स्ट रहेछ मान्छे फर्स्टमा आएको त हामीलाई पछि बानी भएको थियो पहिला मन दुख्नु नि त ल अब मिठो रामेन खाएपछि अब हामी निस्किन्छौँ घरको लागि बिरालोहरू पनि टन्नै हेर्नु नि क्या मजाले ब्याट्री सिद्धि लगाइसक्यो आज हामी बिहान कति बजी नि 8 बजे है 8 बजे अहिले 5 बजिसक्यो सो आजको किन्तोकेयामाको हाइकिङ प्रोग्राम यहीँ समाप्त भएको छ फिनिस्ड अब के भन्ने लाइक सब्सक्राइब एन्ड के अरे तन्साल भन्छ यो सो एन्ड अफ द डे आजको हाइकिङ पनि दामी भयो रामेन पनि खायो पेट फुल भयो मैले त त्यो झोल खान पनि सकेन मैले खान सकेन आधा मात्रै सो इट वाज खतरा एकदम थकित हुँदै आयो अब चाहिँ बसेर होला क्या झन् है भाइ बसेर हो क्या झन् ऊ भएको सो मेरो ब्लग हजुरहरूलाई मन पऱ्यो भने प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला थ्याङ्क यू फर टुडे बाई 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 सायोनारा दिन ढल्यो हेर